स्रष्टा लसु फ्याफुलजी, यो बागमती गाउँपालिकामा ताम्बा प्रशासनमा सहभागी हुनु पाउँदा र नेपाल तामाङ ताम्बा घेतुङ सङ्घीय कार्य समितिलाई सम्झिनु भएकोमा सर्वप्रथम आयोजक र गाउँपालिका लगायत सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। हामी तामाङ समुदायको तीनटा धरहरुमाथि एउटा मुटुको तीनटा नसाभित्र प्रमुख नसा चाहिँ ताम्बा पर्छ। त्यसैले ताम्बा भन्नाले हामी तामाङ समुदायको विज्ञ व्यक्तित्व अथवा संस्कृतिविद भन्छ। त्यसैले यो भेलाले अथवा यो प्रशिक्षणले, यो अन्तर्क्रियाले तामाङ समुदायमा र गाउँपालिका भरि अथवा ललितपुर जिल्लाभरि छरिरहेको तामाङहरूलाई अथवा तामाङ समुदायहरूलाई एकमुष्टमा बाँध्नु सकिन्छ भन्ने पनि मलाई लाग्यो। त्यसैले हाम्रो तामाङ समुदायमा फेरि विभिन्न थरहरू छ, रुईहरू छ, रुईहरूको आफ्नो कुल छ। कुल र मूल छुट्याउनु सक्नुपर्छ भन्ने म कुरा नघुमाइकन सर्टकटमा तपाईँहरूलाई एउटा प्रश्न पार्नु पनि चाहन्छु। हामी अहिले तामाङ समुदायभित्र 196 वटा थरहरू छ। 196 थरभित्र आफ्नो कुलवंशहरू छ, कुटुम्बहरू छ। त्यो कुटुम्ब चिनाएर केसा भाप्सा ठुङ्सा भन्छ उत्पत्तिदेखि अहिलेसम्मको विविध कारणले थरको विभाजन भएकोलाई पनि हामीले अझ त्यसलाई बुझाउनु सक्नुपर्छ भन्ने लाग्छ। आज सबभन्दा मलाई अलिकति चाहिँ जिज्ञासा राख्नु मन लाग्यो। यस्तो भेलामा चाहिँ सबभन्दा अहिले नयाँ पुस्तालाई पनि जोड्नु सके अझ राम्रो हुन्थ्यो। नयाँ पुस्तालाई चाहिँ हामीले डोर्याउनु पर्छ। अब हाम्रो पालो सिकेपछि कसले उ गर्ने भने त नयाँ पुस्ताले हो नि। नयाँ पुस्तालाई चाहिँ सिकाउनु पर्छ जस्तो लाग्छ। त्यसैले नयाँ पुस्तालाई पनि अझ भोलिको दिनमा जोड्दै जानुस्। यो कुराहरूलाई हामीले संस्थागत गर्नको निमित्त धेरै कठिनाइ छ। आज हामीलाई यो ताम्बा मेमेहरूले गरिरहनु भएको छ, हामीले भोगिरहेको छौँ। सबभन्दा हामी 4 वटा कुरामा हामी अलिकति पेलेको छ। 4 वटा चिजले त्यो चिजलाई पनि सङ्घर्ष गर्नु सक्नुपर्छ। त्यो चिजहरू के छ भने 1 नम्बरमा पश्चिमेली संस्कृति, आयातित धर्म, आफ्नै धर्म र राजनीतिले, यी 4 वटालाई पनि हामीले बुझ्नु सक्नुपर्छ। धर्म पनि कसरी ग्रहण गर्ने त्यसलाई पनि बुझ्नुपर्छ। राजनीति कसरी ग्रहण गर्ने, समुदायले कसरी चाहिँ अगाडि बढाउने त्यसलाई पनि बुझ्नुपर्छ। र समुदायभित्रको संस्कार र संस्कृति अथवा तामाङ समुदायको ताम्बा विधिलाई आज हामी ताम्बा चाहिँ केमा भुलिरहेको छौँ भनेदेखि जे सुने त्यही कुरालाई मात्रै भुलिरहेको छ। अलिकति बाहिर फराकिलो बाटो अथवा अध्ययन र अनुसन्धान कम छ। त्यो फरक बाटोमा लाग्नुपर्छ जस्तो लाग्छ। किनभने हिजो अहिले हामी हेर्दाखेरि कुन समुदायको छोरीको बिहा अथवा छोराको बिहामा त्यो कुरा मैले सुने, त्यो कुरालाई अगाडि बढाइरहेको हुन्छ क्या। तर हामीहरू कुल वंश फरक छ नि, उत्पत्ति फरक छ। यहाँ केसम्म फरक मलाई कि जकि लिच्छा खाबा तामाङका थेन्ड्रे गाछ खाबा तामाङलाई रिमठुन जकि फरक मलाई त यहाँ हो छ गो खम्बा अरे धर्म यहाँलाई थर गते लान विकास त पनि मलाई त्यो थर त फाल खामदोजी स्वागे भाइ ती हो स्वागे भाइ नाङ्ग्रीपट्टि विवाद मलाई ताम्बा समस्या छ। सहोदार भाइ भन्दाखेरि स्वागे भाइ भन्नेहरू, अब त्यही स्वागे भाइभित्र कुटुम्बदारी बनाउनेहरू, अनि कुल र मूल नचिन्नेहरू,
त्यो कुल र मूलमा पनि केही भइहाल्यो भने त्यसले कति पुस्तासम्म कस्तो समस्या गरिन्छ, कस्तो समस्या पार्छ, त्यसले के गर्छ भन्ने कुरालाई पनि अझ प्रष्ट हुन्छ होला जस्तो लाग्छ। भोलिको दिनमा हामी तामाङ समुदायको मेन धराहरू अथवा मेन मुटु ताम्बा भन्ने ताम्बा सिङ्गी रेम्बर्चे भन्छौँ तामाङ समुदायले। ताम्बा सिङ्गी रेम्बर्चे, ताम्बा सिङ्गी रेम्बर्चे, चवाई सिङ्गी रेम्बर्चे, घावाई सिङ्गी रेम्बर्चे र म्रावाई सिङ्गी रेम्बर्चे हुन्छ। यी 5वटा विधा पार गरेर मात्र म्रावाई सिङ्गी रेम्बर्चे हुँदो रहेछ। अनि यहाँ चाहिँ म्रावाई सिङ्गे भएको छ, सिङ्गी हो, म्रावाई सिङ्गी हुन्छ। त्यो चाहिँ सिद्धि प्राप्त गुरु भन्छन् नि हामीले, धर्मगुरु। सिद्धि प्राप्त गुरुलाई मात्र त्यो म्रावाई सिङ्गी रेम्बर्चे हुँदो रहेछ। हिजोको दिनमा उहाँहरू चाहिँ सबै कुरालाई हाम्रो लामा अथवा धर्मको विकास नहुँदाखेरि, धर्म नहुँदाखेरि, बोन्बोले पनि धर्मको काम नगर्दाखेरि त्यो म्रावाई सिङ्गे रेम्बर्चेले चाहिँ यी स्थानीय प्राकृतिक देवी देवता, स्वर्ग र नर्कको देवी देवतालाई आह्वान गर्ने र हरेक चिजलाई शुद्धिता गरेर कार्य गर्नेलाई चाहिँ म्रावाई सिङ्गी भन्छ। त्यसैले हामी त अहिले सिङ्गी पनि भएको छैन, ताम्बा पनि भएको छैन। तामसेवा त ताम्बा भन्दो रहेछ होइन। त्यसैले हामी ताम्बा त ताम्बा, हाम्रो जात ताम्बा होइन, थर ताम्बा होइन, जात लामा होइन, थर लामा होइन, जात बोन्बो होइन, थर लामा होइन, के अरे बोन्बो होइन। त्यसैले उहाँले लाबोन अथवा प्राकृतिक पुजारीलाई बोन्बो भन्छ। त्यसैले भन्दो रहेछ। अब लामाको पद पाएपछि जब छोईको पूजापाठ गर्न थालेपछि उहाँले पद पाएको हो नि। लामा त पद रहेछ क्या, ताम्बा त पद हो। हामी पद ग्रहण गरेपछि हिल्बाले अथवा गाउँलेले, पुरा सिङको गाउँलेले चाहिँ तपाईँ म्रावाई सिङ अथवा ताम्बा सिङ्गी भनेर पद दिइसकेपछि त्यसको कार्य चाहिँ राम्रो गर्ने कि नगर्ने भन्नेतिर छ। अनि त्यो एकतिर त्यहाँ यस्तो भइरहेछ कि हाम्रो समाजमा अहिले खोजिरहेको छ तर आफै पनि बिलाइन हुँदैछ। त्यो किनभने आफ्नै कारणले हो नि। प्रष्ट पार्न नसक्नु, कतिपय कुराहरू लुगाइराख्नु, कतिपय कुराहरूलाई ऊ चाहिँ मैले सिकाएपछि उसले जान्छ कि उसले जानेपछि मलाई ठाउँ पाउँदैन, स्थान पाउँदैन, उसले ऊ गर्छ भन्ने खालको घमण्ड भावनाहरूले गर्दाखेरि हामी सिद्धिँदैछ। हाम्रो ज्ञानहरू सिद्धिँदाखेरि के सिद्धिन्छ भने तपाईँको तामाङ समुदायको सिङको पहिचान सिद्धिन्छ, संस्कार सिद्धिन्छ, संस्कृति सिद्धिन्छ। हामी आखिर तामाङ मात्रै हुन्छ। जरा नभएको रुख जस्तो हुन्छ, कुन बेला हावा आउँछ ढल्छ थाहा हुँदैन। अन्डा काहीँ पनि राख्दाखेरि अडिँदैन नि होइन, गुल्टिरहन्छ नि। हो भोगडे जस्तो अन्डा जस्तो पछि गएर हामी तामाङ मात्रै हुन्छ। त्यसैले ताम्बा ज्ञानलाई विकास गरेर, ताम्बा ज्ञानलाई समुदायलाई बुझ्ने र बुझाउने गरेर भावी पुस्ताले पनि त्यसले ग्रहण गर्न सक्ने खालको अप्रष्ट सत्तालाई प्रष्ट पारेर हाम्रो समुदायको थर अनुसारको, वंश अनुसारको, कुल अनुसारको, मूल अनुसारको कुटुम्ब चिनाएर राख्यो भने सबभन्दा धर्म नै यो हुन्छ। गाउँपालिकाको उपलब्धि नै यो हुन्छ 1 नम्बरमा। त्यसैले हामीले यो कुराहरू चाहिँ अधिक ध्यान दिनुपर्छ। ध्यान दिँदाखेरि सबभन्दा चाहिँ के देख्छ भने अहिले आज हाम्रो आमाहरू, दिदीबहिनीहरू, महिलाहरूको ठुलो हात हुँदो रहेछ। किनभने आफ्नो छोराछोरीहरूलाई त्यो डोहोऱ्याउनका निमित्त, त्यो संस्कार सिकाउनुको निमित्त, त्यो संस्कृति सिकाउनुको निमित्त, त्यहाँ डोहोऱ्याउनुको निमित्त महिलाहरूको ठुलो भूमिका हुन्छ। अब त्यसलाई पनि सहभागी गर्दै गयो भने हाम्रो त्यतिकै विकास हुन्छ, उपलब्धि हुन्छ। त्यसैले यो डम्फुहरूको नियमहरू, हरेक विधिहरू सर्वप्रथम त यो भेला हुनु नै ठुलो कुरो। र यो बिचमा सबभन्दा हामी 4 दामको कुरा, 8 दामको कुरा, 12 दामको कुरा, 4 दाम, 8 दाम, बगिताम, यो कुराहरू नै विभेद छ। यसलाई प्रष्ट पार्न सकेको छैन। 4 दाम मार्दै भन्छ, 4 दाम मार्ने भन्छ, त्यसको चाहिँ घाँसा भन्छ होइन। कति थरी चाहिँ भएको नभएको 12-13 थरीवटा चाहिँ टप्परीमा थुपार्छ। अनि त्यो भट्याए कुन अर्थमा भट्याए सिद्ध्याए।
अब कोही कोही चाहिँ केमसोल्सिन हुन् झन् ओ त ताम्गिनु 10औं चोटि दोहोरेप्ला सिउला क्या समय कति गयो हैन अब कुनै त अहिलेको त एक दिनको बिहे हुन्छ हिजो त 3 दिनसम्म बिहे हुन्थ्यो र त जति भट्याए पनि हुन्थ्यो अनि अहिले 1 घण्टाको बिहे हुन्छ 1 घण्टाको बिहेमा के गर्ने त चारदाम सुत्ता सुत्ती पारेर पठाउने कि भट्याएर मात्रै बस्ने भन्ने कुरा पनि हुन्छ त्यसलाई पनि सर्टकटमा कसरी गर्छ सर्टकटको विधिहरू के छ त्यसले नभए नहुने चिजहरू त्यो फङ्सियाहरू अथवा घाँसाहरू त्यसको विधिहरू त्यसको सिस्टमहरू त्यसलाई ल्याउनु पर्ने त्यो खुवाएपछि त्यसको झिल्ला पुवाङ के हुन्छ त्यो छो प्रसादको यतातिर चाहिँ ध्यान दिनुहोस् पहिला त्यो ध्यान दिएपछि तपाईको किनभने हिजोको दिनमा हाम्रो पुर्खाहरूले युग पुरुषहरूले भनौँ न ताम्बा युग पुरुषहरू हिजोको दिनमा हामीलाई यहाँसम्म ल्याउने यहाँसम्म डोर्याउने यहाँसम्म शिक्षा दिने यहाँसम्म हामीले खोज्ने बाटो अथवा वातावरण बनाएको कसले भन्दाखेरि हिजो पुर्खा घाँसिटले हो नि त पुर्खाले यहाँ चाहिँ डोर्याइरहेको छ नि हो त्यो पुर्खाहरूलाई ताम्बाले हेर्दाखेरि चाहिँ हजारौँ पुस्ता पछाडि फर्केर हेर्छ कि अनि त्यही भएर केसा बाप्सा ठुङ्साको कुराहरूलाई कुटुम्बहरूलाई प्राथमिकता चाहिँ त्यहाँ फर्केर हेर्छ हिजोको युग ढुङ्गे युगमा कसरी चाहिँ यसरी हुर्काएर हामीलाई यहाँसम्म ल्यायो होला भन्ने कुरालाई फर्काएर हेर्नुपर्छ तर हामी अहिले केमा अगाडि हेर्छौँ अगाडि मात्रै हेरिरहेको हुन्छ कि भोलि म कसरी धनी हुने पर्सि कसरी गर्ने गाउँलेलाई कसरी सोसा गर्ने कसरी चाहिँ हेप्ने कसरी चेप्ने होइन इत्यादिमा हामी चाहिँ लोभमा फसिरहेको छ त्यो आफ्नै कारणले भइरहेछ स्वयं आफ्नै कारणले त्यसलाई बुझेर बुझाएर गयो भने हाम्रो पुस्ताले धेरै तपाईहरुलाई आशीर्वाद दिनेछ हामीलाई त्यसैले यतातिर ध्यान दियोस् भन्दै यो अन्तर्क्रिया कार्यक्रम अथवा रावल सिंहकी ताम्बा प्रशिक्षण कार्यक्रममा म पनि सहभागी हुन पाउँदा अति नै खुसी लागे र यसमा अहिले अन्तर्क्रियामा पनि समय भयो भने म एकछिन बस्नेछु र सर्वप्रथम यहाँ आयोजक टिमलाई र धेरै धेरै धन्यवाद दिँदै उपस्थित ताम्बा मेम्बरहरूलाई आफ्नो यसलाई चाहिँ कसरी म ज्ञानको रूपमा जाउँ विधिको रूपमा जाउँ नीतिको रूपमा जाउँ र कसरी मैले हिजोको कुरालाई परिमार्जित गरेर कसरी अगाडि बढ्न सक्ने रहेछ कसरी सिक्नु सक्दो रहेछ कसरी सिकाएर राख्न सक्ने रहेछ कसरी अगाडि बढाउन सकिन्छ कसरी दस्तावेज बनाएर राख्न सकिन्छ अथवा सके आफै किताब लेखेर राख्नुहोस् भन्दै मेरो 2 सप्ताह यहीँ टुङ्ग्याएँ। आज त धन्यवाद।